नमस्कार। कालिन्चोक हाइड्रो पावरको नयाँ आइपिओ आएको छ र आज हामी यसमा गहिरिएर हेर्दैछौँ। के यो साँच्चै लगानीको लागि एउटा बलियो अवसर हो त? आउनुहोस् पत्ता लगाउँ। ल, हाम्रो आजको छलफलमा हामी के कुरा हेर्छौँ त? सबैभन्दा पहिले अवसरको कुरा गरौँला, त्यसपछि कम्पनीको आर्थिक अवस्था कस्तो छ, कि पहिलो दिनमै नाफा होला, बजारमा खुल्दा मूल्य कति पुग्ला र अन्त्यमा समग्रमा के देखिन्छ त्यो हेरौँला। ल, सुरु गरिहालौँ पहिलो खण्डबाट। यो आइपिओको आधारभूत कुराहरू के छन् त? कम्पनीले प्रत्येक किता शेयरको मूल्य अङ्कित मूल्य यानि 100 रुपैयाँ तोकेको छ र यसमा आवेदन दिँदा कम्तीमा पनि 10 किताको लागि दिनुपर्ने हुन्छ। भनेपछि यसमा सहभागी हुन चाहनेले कम्तीमा 1000 रुपियाँ लगानी गर्नु पर्यो। एकदमै सामान्य कुरा। ठिक छ, अब अलिकति भित्र पसेर हेरौँ है, कम्पनीको आर्थिक अवस्था कस्तो छ त? यसलाई बुझ्न हामी दुईवटा महत्त्वपूर्ण सूचकहरूलाई हेर्नेछौँ। पहिलो हो अर्निङ पर शेयर अर्थात् एपीएस। सजिलो भाषामा भन्दा कम्पनीले आफ्नो एक किता शेयरबाट कति नाफा कमाइरहेको छ भन्ने हिसाब हो यो। यसले लगानीकर्तालाई एउटा शेयरले कति कमाइ दिन्छ भन्ने कुरा देखाउँछ। र कालिन्चोक हाइड्रो पावरको इपीएस छ रु 7.07। यो पोजिटिभ हुनुको मतलब के हो भने कम्पनी अहिले नाफामा चलिरहेको छ र लगानीमा राम्रो प्रतिफल दिने क्षमता राख्छ भन्ने सङ्केत हो यो। अब हेरौँ अर्को महत्त्वपूर्ण कुरा, नेटवर्थ पर शेयर। यो भनेको के हो भने मानौ कम्पनीले आफ्नो सबै सम्पत्ति बेच्यो र सबै ऋण पनि तिर्यो, त्यसपछि बाँकी रहेको पैसाले एक किता शेयरको वास्तविक मूल्य कति पर्छ भन्ने हो। र यो कम्पनीको नेटवर्थ पर शेयर छ रु 106.49। यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने यो आइपिओको मूल्य रु 100 बढी हो। यो त एकदमै राम्रो सङ्केत हो, होइन र? अब आउँछ सबैभन्दा चाखलाग्दो कुरा। यी दुईवटा नम्बरहरूले लगानीकर्ताको लागि पहिलो दिनबाटै नाफाको अवस्था कसरी सृजना गर्छन् त? हेरौँ है त। यहाँ हेर्नुहोस् त, चित्र एकदमै सफा छ। शेयरको वास्तविक मूल्य यानि नेटवर्थ रु 106.49 छ, तर किन्न पाइरहेको छ कतिमा? जम्मा रु 100मा, मतलब वास्तविक मूल्यभन्दा कममा। यसको हिसाब त झन सजिलो छ। वास्तविक मूल्य रु 106.49बाट किनेको मूल्य रु 100 घटाइदिनुहोस्, कति आयो? रु 6.49। यो भनेको एक किता शेयर किन्ने बित्तिकै लगानीकर्तालाई यति नाफा भइसक्यो। त्यसो भए न्यूनतम लगानी यानि 10 कितामा चाहिँ कति नाफा भयो त? जम्मा जम्मी रु 64.90। र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने जो नाफा त शेयर बजारमा कारोबार सुरु हुनु अगाडि नै पक्का भइसकेको जस्तै हो। ल, यो त भयो किन्ने बित्तिकैको कुरा। अब जब यो शेयर नेप्सीमा कारोबारको लागि खुल्छ, त्यति बेला यसको मूल्य कतिसम्म पुग्न सक्ला? यो अनुमान लगाउनु पनि जरुरी छ। यसको लागि नेप्सेको एउटा नयाँ नियम छ। त्यो नियमले के भन्छ भने यदि कुनै कम्पनीको नेटवर्थ रु 100 भन्दा माथि छ भने त्यसको सुरुवाती मूल्य निकाल्ने तरिका अलि फरक हुन्छ। यो नियमअनुसार यस्तो कम्पनीको सुरुवाती मूल्य यसको अङ्कित मूल्यको 1 गुणादेखि 3 गुणाको बीचमा तय हुन्छ। भनेपछि कालिन्चोक हाइड्रो पावरको शेयर बजारमा खुल्दा यसको पहिलो कारोबार रु 100 देखि रु 300 को बीचमा हुने अनुमान गर्न सकिन्छ। ल, अहिलेसम्म हामीले हेरेका सबै कुरालाई एकै ठाउँमा राखेर हेरौँ न त। आखिर यो आइपिओ किन एउटा राम्रो अवसरको रूपमा देखिरहेको छ? सबै कुरालाई छोटकरीमा हेर्दा सकारात्मक सङ्केतहरू धेरै छन्। अर्निङ पर शेयर पोजिटिभ छ, नेटवर्थ पर शेयर पनि पोजिटिभ छ, त्यो पनि किनेको मूल्यभन्दा बढी, मतलब किन्ने बित्तिकै नाफा हुने अवस्था छ। बजारमा खुल्दा पनि राम्रो मूल्य दायरा पाउने देखिन्छ। अझ 2 वर्षभित्र बोनस दिने सम्भावना पनि छ र शेयर सङ्ख्या थोरै भएकोले पछि मूल्य बढ्न सक्ने सम्भावना पनि बलियो देखिन्छ। त्यसो भए कम्पनीको जग बलियो छ र बजारमा शेयर सङ्ख्या पनि सीमित छ। यस्तो अवस्थामा यसको दीर्घकालीन यात्रा कस्तो होला? यो एउटा महत्त्वपूर्ण प्रश्न हो जसले हामीलाई भविष्यका सम्भावनाहरूबारे सोच्न बाध्य बनाउँछ।